नेपाल भिआर मार्फत काठमाडौँको जाममा गाडी हुइक्याउँदै तयार पारिएको आजको हट एन्ड ह्यापनिङ आर्थिक गतिविधिहरूको यो संक्षिप्त विवरण हो। विभिन्न राष्ट्रिय दैनिकहरूमा छापिएका शेयर बजार र कर्पोरेट क्षेत्रका मुख्य समाचारहरूलाई बिना कुनै बायस हामी एकदमै फन पारामा केलाउँदैछौँ ताकि तपाईले यसको बटम लाइन सिधै बुझ्न सक्नुहोस्। पहिलो, बैंकिङ सेक्टरको कुरा गरौँ। बैंकहरूसँग यति धेरै पैसा जम्मा भयो कि काठमाडौँको ढल ओभरफ्लो भए जस्तै लिक्विडिटी ओभरफ्लो भयो। त्यसैले कन्ट्रोल गर्न राष्ट्र बैंकले 49 दिनको लागि 40 अर्ब रुपियाँ तान्ने भ्याक्युम क्लिनर नै चलाउँदैछ। यता डेभलपमेन्ट बैंकहरूको नाफा 50% बढेको छ, जसमा गरिमा विकास बैंक 1.04 अर्ब नाफा सहित अगाडि छ। लुम्बिनी विकास बैंकको नाफामा त 1028% को क्रेजी जम्प देखिएको छ। तर नारायणी लगायत तीनवटा बैंक भने अझै घाटामै छन् है। दोस्रो, काठमाडौँको सडकको खाल्डोमा परेर गाडी उछिट्टिए जस्तै आज हाम्रो नेप्से पनि 0.93% अर्थात् 25.81 पोइन्टले घटेर 2744.45 मा रोकिएको छ। आज टोटल टर्नओभर 4.98 अर्ब रह्यो, जसमा रिलायन्स स्पिनिङ मिल स्टपमा छ। तर टेन्सन नलिनुस्, प्रोफेसनल होल्डिङ्स लिमिटेडले 50% बोनस शेयर दिँदै सर्वसाधारणको लागि नयाँ आइपिओ ल्याउने खबरले ठ्याक्कै सक एब्जर्भरको काम गरेको छ। अन्त्यमा इन्स्योरेन्स सेक्टरमा पुलिसको एन्ट्री भएको छ। नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई सीआईबीले कागेश्वरी मनोहरा क्षेत्रबाट इन्स्योरेन्स एक्ट 2079 अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरेको छ। इन्स्योरेन्सले सबै कुरा कभर गर्छ भन्थे, तर अध्यक्षज्यूको आफ्नै माइक्रो इन्स्योरेन्स पोलिसीले सीआईबीको अरेस्टलाई भने कभर गर्न सकेन जस्तो छ। समग्रमा भन्नुपर्दा आजको मार्केट एकातिर बैंकिङ नाफा र नयाँ आइपिओको आशमा चम्किएको छ भने अर्कोतिर नेप्सेको गिरावट र यो हाई प्रोफाइल अरेस्टले अलिकति मसलदार बनेको छ। आशा छ तपाईहरूले काठमाडौँको सडकको यो भर्चुअल ड्राइभ इन्जोय गर्नुभयो। यस्तै अपडेट्सको लागि कृपया लाइक, फलो र सब्स्क्राइब गर्न नभुल्नुहोला।